आजको दिनमा चाहिँ मैले यति धेरै मोमो चाहिँ बिक्री गर्छु भनेर सोचेको पनि थिएन। नमस्ते यहाँहरू सम्पूर्णमा। अनि आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु भन्दै मेरो मिनी भिडियो लिएर हजुरहरूमाझ उपस्थित भइसकेको छु। कृपया सबैजनाले साथ सपोर्ट अनि माया गरिदिनुहुन्छ भन्ने पूर्ण अपेक्षा लिएकी छु र हजुरहरूमाझ पनि मैले यो मोमोको रेसिपी चाहिँ सेयर गर्दैछु। कृपया हजुरहरूलाई पनि घरमै बसी मोमो बनाउने तर कसरी बनाउने भन्ने लाग्छ भने चाहिँ यही तरिका अपनाएर चाहिँ आफ्नो घरमै बनाएर खान सक्नुहुनेछ। अनि लेट्स सी हेर्नु है त मेरो यो मोमो बनाउने। अनि मैले मोमो बनाउने त भने तर गफै गफमा कुन मोमो बनाउँदैछु के मोमो बनाउँदैछु भनेर चाहिँ भन्नै भुसुक्कै बिर्सेछु। अनि मैले चाहिँ अहिले यहाँ बफ मोमो अर्ग्यानिक तरिकाले बफ मोमो बनाउँदैछु। अनि यहाँ मैले अघि नै बफ अनि धनियाँ यसमा चाहिने सामग्रीहरू रेडी गरेर राखेको थिएँ। अनि यसलाई चाहिँ बिस्तारै मिक्स गर्छु अनि ध्यान दिएर हेर्नु होला। सबैले चाहिँ यहाँ यसरी मिक्स गर्दैछु। अनि यो किमा चाहिँ मैले मिसिनमा पेले हैन, यो चाहिँ अचनामै टुक्राएको हो। अनि मैले चाहिँ यसरी अर्ग्यानिक तरिकाले मोमो बनाउँदैछु। अनि एकदम मिठो हुन्छ, मिठो भएको थियो। अनि यसलाई बिस्तारै मरमसलाहरू हालेर यसरी बनाउँदैछु। अनि मेरो भिडियो चाहिँ हजुरहरूले कहाँदेखि कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ कृपया कमेन्टमा लेख्न चाहिँ नभुल्नु होला। यसरी चाहिँ मैले मरमसलाहरू पुनः एड गरेँ। अनि यो कालो चाहिँ के लगाएर बनाउँछ भने चाहिँ यो चाउमिनमा हाल्ने सोया सस हो, मैले यसलाई पनि एड गरेको छु। हजुरहरूले छैन भने नलाउन पनि सक्नुहुन्छ, यो चाहिँ अप्सनमा हो। अनि त्यसपछि मैले यो तातो तेलले चाहिँ यो मरमसलाहरू सबै एकैचोटि झानिदिन्छु। यसरी झानेर चाहिँ मैले अब त्यसपछि चाहिँ मैले यसमा अदुवा र लसुनको पेस्ट लगाइदिएँ। अनि त्यसपछि धनियाँ हरियो प्याज लगाएर चाहिँ मस्तसँगले म मिक्स गर्छु। यो चाहिँ अचानकमा काटेको किमा भएको कारणले चाहिँ अलि ठुलै पिस हुन सक्छ। त्यसैले मैले अलि मजाले अलि टाइम लगाएर चाहिँ मस्तसँगले मिक्स गरेँ। हजुरहरूले पनि यसरी नै बनाएर खान सक्नुहुन्छ। अनि मैले चाहिँ लास्टमा चाहिँ मेरो किमा चाहिँ यस्तो भएको थियो। मैले चाहिँ अब यो फाइनल किमा यस्तो। अनि यहाँनिर चाहिँ अब आयो पालो मोमो बनाउनको। अब मलाई चाहिँ यहाँ मोमो बनाउनलाई चाहिँ अरू बेला चाहिँ मेरो भदैले हेल्प गर्थ्यो। आज चाहिँ भदैनी र साइडमा मेरो छोरोले मलाई मोमो बनाउनलाई चाहिँ के अरे हेल्प गर्दैछ। अनि मैले चाहिँ भटाभट मोमो बनाउन सुरु गरेँ। अब भनिन्छ नि परिश्रमको फल मिठो हुन्छ भन्थे, साँच्चै नै मोमो चाहिँ एकदम ट्वाक्क मिठो भएको थियो। यदि हजुरहरू पनि खान चाहनुहुन्छ भने चाहिँ मेरो होटलमा आउन सक्नुहुन्छ। लोकेसनको लागि चाहिँ प्लिज कमेन्ट गर्नुहोला, म लोकेसन बताइदिनेछु। अनि आजको भिडियो चाहिँ यति नै अन्त गर्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई, फेरि भेटौँ।